ओके हेलो स्टुडेन्ट्स है मैले तिमीहरूको लागि चाहिँ भोल्युमेट्रिक एनालाइसिसबाटै वान अफ द इम्पोर्टेन्ट क्वेसन चाहिँ लिएर आएको छु है। सो यो क्वेसन चाहिँ अलिकति बुझेर गरौँ है, सबैले राम्रोसँग बुझिस् भनेर मैले पिक्चरसहित सबै गरेर देखाएको छ। सो राम्रोसँग हेर, यहाँ भएको चिज मजाले लेख्दै लेख्दै सार्यो भने पनि बुझ्छ है। सो मजाले एकछिन यो क्वेसन बुझ्नु बोल्छ है, एक्जाममा 4 मार्क्स अथवा 5 मार्क्समा आउँछ। लेट्स अन्डरस्ट्यान्ड द क्वेसन फर्स्ट। 0.8 divalent metal was dissolved in 100 cc of 1.28 HCl and the solution was diluted to 200 cc. Then 50 cc of the solution required 54.6 cc of 0.2 N NaOH for neutralization है। फाइन्ड द एटोमिक वेट अफ मेटल। अब क्वेसनले भनेको यो क्वेसनलाई एकछिन पज गर्दा नि हुन्छ, मजाले क्वेसन पढेर आफ्नो मनले सोच्ने है। मनले सोच्ने के भन्नाले फिल गर्ने स्टोरीलाई के भइरहेछ। यहाँ पिक्चरमा ल्याएको छ के भइरहेछ, 0.8 ग्राम मेटल चाहिँ हामीले एउटा HCl भन्ने सोल्युसनमा हालेछ, जसको स्ट्रेन्थ कति थियो 1.28 थियो होइन, 100 cc छ। त्यसो भए स्ट्रेन्थ 1.28 नर्मल थियो। मेटल हान्छ त्यही यो एसीसँग रियाक्सन H प्लसलाई डिस्प्लेस गर्छ नि त मेटलले होइन। सो त्यही भएर के हुन्छ भन्दाखेरि यो HClको स्ट्रेन्थ घट्छ अथवा कन्सन्ट्रेसन घट्छ। सो त्यही भएर यो पहिला यहाँ स्ट्रेन्थ 1.28 थियो, जब यो मेटल हाल्यो नि, मेटल हालेपछि त्यसको स्ट्रेन्थ मैले कति माने घटेपछि, आई डोन्ट नो वाट इज द स्ट्रेन्थ, मैले यक्स माने। त्यो यहाँ के माने, मेटल हालेपछि स्ट्रेन्थ 1.28बाट यक्स भयो है। अनि फेरि त्यही सोल्युसनलाई फेरि के गर्यो, हामीले डाइल्युसन गर्यो, 100 cc लाई 200 cc बनायो होइन, वाटर थपेर अथवा के गरेर होइन, कुनै सल्भेन्टहरू हालेर त्यसलाई चाहिँ हामीले के त डाइल्युट गर्यो, 100 cc लाई 200 cc ठ्याक्क डबल गर्यो नि त। सो द्याट मिन्स एक्स तिम्रो भोल्युम चाहिँ 100 cc लाई ठ्याक्क डबलमा डाइल्युसन गर्यो भने स्ट्रेन्थ के हुन्छ, ठ्याक्क आधा हुन्छ है। डाइल्युसन गरे पातलो बनाएको सोल्युसन अझ है। स्ट्रेन्थ के भयो त, कन्सन्ट्रेसन के भयो त आधा हो, डबल भने आधा हुन्छ है। अब कसरी हुन्छ भने यहाँ मैले मुनि पनि यहाँ तिमीलाई दिएको छ, यताबाट यहीँ सोल्युसन यो अहिले बुझाउँला केही छैन। अनि फेरि के गर्यो भन्दाखेरि त्यहीँबाट यहाँ जुन चाहिँ छ नि डाइल्युट गरेको सोल्युसन चाहिँ 50 cc लियो भने चाहिँ के हुन्छ अरे, त्यसले चाहिँ NaOH जसको स्ट्रेन्थ 0.22 N छ, 54.6 cc सँग चाहिँ ठ्याक्कै यसले माथिको HClले के गर्छ अरे, न्युट्रलाइज गर्छ अरे। सब बुझौँ, यो मेटललाई पार्टै भनेको छु, योलाई पार्ट बी, यो सोल्युसनले यो पार्ट सी, यो पार्ट डी, यो वाला पार्टलाई ई, यो वाला पार्टलाई एफ है, यो बुझ्नको लागि है, पार्ट दिएको छ। अब के भने सम्झिनु भयो है त। यो स्ट्रेन्थ 1.28 थियो, अब तिमीले मेटल हालेपछि कति भयो, यो स्ट्रेन्थ यक्स भएको छ नि त होइन। अब यो यहाँबाट यसो हेरौँ है त, यो पार्ट सीमा हेरौँ, पार्ट सीमा जति नम्बर अफ ग्राम इक्विभ्यालेन्ट अफ HCl हुन्छ, पार्ट डीमा नि त्यति हुन्छ नि होइन। यो पार्ट सीमा नम्बर अफ ग्राम इक्विभ्यालेन्ट HCl जति छ, पार्ट डीमा नि त्यति हुन्छ। पानी हालेर अथवा जसले चाहिँ तिमीले त्यो चिनीमा पानी हाल्यो होइन, फेरि अझ पानी थप्यो भने त्यो चिनी त घट्ने त होइन, चिनी त जतिको त्यति नै हुने हो नि त है। सो नम्बर अफ ग्राम इक्विभ्यालेन्ट वेट अफ HCl यो सी र डीमा के छ, सेम छ, त्यही भएर त्यसमा हामीले नर्मालिटी इक्वेसन लाउन मिल्छ। सो नर्मालिटी इक्वेसन लाउ, S1V भनेको स्ट्रेन्थ इन्टु भोल्युम सीको लागि, अनि स्ट्रेन्थ भोल्युम डीको लागि गर्ने टक्क। अनि सीमा हेर्ने स्ट्रेन्थ पनि त्यही दिएको छ, भोल्युम पनि त्यही दिएको छ, डीमा नि हेर्ने स्ट्रेन्थ पनि त्यही दिएको छ, भोल्युम पनि दिएको छ है। त्यहाँको स्ट्रेन्थलाई मैले वाइ मानेको थिएँ नि होइन, जे पनि हुनसक्छ। सो वाइ हालेको छ है। सो वाइको भ्यालु तिमीले निकाल्यो भने कति छ, यताबाट कि x/2 आउँछ, 200ले यता 100लाई क्यान्सल गर्छ नि होइन। सो वाइको भ्यालु कति आउँछ, x/2 छ है। एक्जाममा 100 cc लाई 200 cc भने यस्तै नहुन सक्छ है, 100 cc लाई 120 cc 130 cc जे पनि भन्नु सक्छ। सो त्यो गर्नु नि, यहाँ टक्क यहाँ मैले गरिरहेको छु नि, यो हाइलाइट, यो पार्ट यसरी गर्नु पऱ्यो है। सो द्याट मिन्स यक्स वाला स्ट्रेन्थ कति भयो, x/2 हो। x/2 कसरी थाहा भने है। ओके, सो यही सोल्युसन चाहिँ तिमीले फेरि कति लिने रे, 50 cc लिने रे। अनि त्यो 50 cc ले चाहिँ बेस NaOH के कति 54.6 cc के गर्छ अरे, न्युट्रलाइज गर्छ अरे। सो HCl र यो ई नम्बर छ नि, यो ई नम्बरको ईको पार्ट र एफको पार्ट एकअर्कामा के हुन्छ अरे, न्युट्रलाइज हुन्छ अरे। सो नम्बर अफ ग्राम इक्विभ्यालेन्ट अफ एसिड र बेस बराबर हुँदा हामीले नर्मालिटी इक्वेसन लाउने त। सो यो ई र एफको लागि हामीले के लाउनु पाउँछ, नर्मालिटी इक्वेसन लाउनु पायो है। सो नर्मालिटी इक्वेसन लाउ, ई र एफको लागि टक्क लाग्यो भने के हुन्छ हेर त। अब ईबाट S1V भन्ने स्ट्रेन्थ र भोल्युम ईबाट लिने टक्कै, अनि स्ट्रेन्थ र भोल्युम एफबाट लिने होइन। अनि टक्क हाल्ने, ईबाट ईमा हेर स्ट्रेन्थ कति दिएको छ, x/2 जसको भी हो, 50 दिएको छ, एफमा कति दिएको छ स्ट्रेन्थ 0.2 दिएको छ, भोल्युम कति छ 54.6 cc दिएको छ। टक्क भ्यालु हाल्ने यहाँ यो कति ई र एफको लागि। त्यहाँबाट तिमीले सल्भ गरेर एक्स भ्यालु गर्ने 0.481 नर्मल सोल्युसन आउँछ है। एक्स भ्यालु 0.481 आउँछ। सो यक्स कहाँ छ हेर त, यहाँ एउटा x/2 छ, यहाँ x/2 छ, यहाँ यक्स छ नि। सो भनेको अर्थ सी नम्बरमा जुन चाहिँ यस इक्वल्स यक्स छ नि, यो यक्सको भ्यालु आयो, स्ट्रेन्थ भनेको यो सी नम्बरमा भएको जुन चाहिँ सोल्युसन छ नि HCl छ नि, त्यसको स्ट्रेन्थ आयो। सो त्यसको स्ट्रेन्थ कति रहेछ, यक्सको भ्यालु 0.481 रहेछ। अब एउटा राम्रो कुरा बुझौँ है त, यो सी नम्बरमा हेर्दा यो सी नम्बरको सोल्युसन कसरी बन्यो थाहा छ नि तिमीलाई। सी नम्बरको सोल्युसन कसरी बन्यो भन्दाखेरि
यो बी नम्बरमा तिमीले यो ए नम्बरको मिसायो भनेको अर्थ बी नम्बरको सोल्युसन जुन चाहिँ बी नम्बरको सोल्युसनमा ए भएछ नि, ए भनेको मेटल, त मेटल मिसायो। यो मेटलले गर्दा यो बी नम्बरको कन्सन्ट्रेसन के हुन्छ, एचसिएलको कन्सन्ट्रेसन के हुन्छ, घट्छ। सो द्याट मिन्स यसो मनले यसो याद गर्दा चाहिँ के हुन्छ, यो सी भनेको के हो त, बी प्लस ए होइन है, माइनस ए, किन स्ट्रेन्थको कुरामा है, नम्बर अफ, सुन है फेरि राम्रोसँग बुझ, यो एले चाहिँ नि मेटलले गर्दा यो बी नम्बर एचसिएलको कन्सन्ट्रेसन अथवा नम्बर अफ ग्राम इक्विभ्यालेन्ट वेट अफ एचसिएल के हुन्छ, घट्छ, किनभने मेटलले एचसँग रियाक्सन, एच प्लससँग रियाक्सन गर्छ नि त, हाइड्रोजनलाई डिस्प्लेस गर्छ नि त मेटलले होइन। सो त्यो कारणले गर्दाखेरि एचसिएलको कन्सन्ट्रेसन घट्ने भयो, यानि कि नम्बर अफ ग्राम इक्विभ्यालेन्ट वेट अभाइलेबल अफ एचसिएल त्यो घट्ने भयो। सो सम्झिनु है, यो सी नम्बरको कसरी बनायो अरे, बी नम्बरमा ए यो मेटल मिसाएर यो बी नम्बरको स्ट्रेन्थ अथवा नम्बर अफ ग्राम इक्विभ्यालेन्ट वेट अफ एचसिएललाई एले के गर्छ, घटाउँछ। सो के लेख्नु चाहिँ सी इक्वल्स टु बी माइनस ए भने जस्तो बुझ्नु पायो है। यहाँ हेर्ने यो के बुझ्नु पऱ्यो, यो छ नि यो सी भने देखेको छ, यहाँ तिमीले सी भने देखेको छ, यो सी भनेको के हो, बी माइनस ए, मेटलले गर्दा घट्छ नि, त्यही भएर मैले माइनस राखेको है। अब सिबिए चाहिँ फेरि के को फर्ममा लेख्ने जहिले पनि, नम्बर अफ ग्राम इक्विभ्यालेन्ट वेटको फर्ममा लेख्ने जहिले पनि, के को फर्ममा लेख्ने, नम्बर अफ ग्राम इक्विभ्यालेन्ट वेटको फर्ममा लेख्ने है। जस्तै एउटा इक्जाम्पल दिनु पऱ्यो भने तिमीलाई यहाँ राम्रोसँग हेर त, ए नि एउटा मान्छे छ होइन, त्योसँग 2000, एउटा मान्छेले चोरले ब्याग लिएर आयो होइन, मान्छे छ, मान्छेसँग 3000 रुपियाँ छ, खुसी भइरहेको छ, 3000 छ नि होइन। अब त्यो मान्छे चोरले त्योसँग के ब्याग छ नि, त्यसमा 2000 छ, यसको चोरेर लैदियो, जस्तो मेटल ल्यास्तो भयो क्या, यो मेटल ल्यास्तो भयो, यो ब्याग चाहिँ चोर र ब्याग चाहिँ मेटल ल्यास्तो भयो। यहाँ 3000 थियो अनि यसको 3000बाट यो 2000 अट्ने ब्यागले यसको चोरले, अनि यो के हो त, त्योसँग कति बाँकी, 100 रुपियाँ त बाँकी रह्यो नि होइन। यो 100 रुपियाँ कसरी आएको हो, योसँग 3000 रुपियाँ थियो, अनि यतापट्टिको यो चोरले के त 2000 रुपियाँ दियो नि त। सो 1000 भन्ने के हो त, यो 1000 भन्ने के हो त, 3000 माइनस 2000, यो चोरले के त घटाइदियो, यो चोर भने जस्तो मेटल भयो है। अनि यो भनेको बीवाला पार्टको एचसिएल भयो, यो भनेको सी नम्बर पार्टको एचसिएल भयो, बुझ्यौ नि। अब चोर भने जस्तै मेटल भने जस्तै फेरि मेटलको फर्ममा लेखेर भने रियाक्सन जहिले पनि के को फर्ममा हुन्छ, के को प्रपोर्सनमा हुन्छ, नम्बर अफ ग्राम इक्विभ्यालेन्ट वेटको प्रपोर्सनमा हुन्छ। त्यही भएर यो सिबिएलाई के को फर्ममा लेख्ने, नम्बर अफ ग्राम इक्विभ्यालेन्ट वेटको फर्ममा लेख्ने है। सो सी भनेको के हो, बी माइनस ए, सीको लागि नम्बर अफ ग्राम इक्विभ्यालेन्ट वेटको फर्मुला लेख्ने, बीको लागि नम्बर अफ ग्राम इक्विभ्यालेन्ट वेटको फर्मुला लेख्ने, डी अनि ए को लागि पनि लेख्ने टक्क। अब फर्मुला के हो, सोल्युसन छ भने नम्बर अफ ग्राम इक्विभ्यालेन्ट वेट केले दिन्छ, NB/1000 दिन्छ है। अनि अर्को यो बी नम्बरको सोल्युसन हो, NB/1000 ले दिन्छ। अनि यो ए नम्बरको चाहिँ के हो, मेटल हो नि त, सोलिड फर्ममा छ नि, सोलिड फर्मको लागि के हुन्छ जहिले पनि, नम्बर अफ ग्राम इक्विभ्यालेन्ट वेटको फर्मुला वेट अफ द्याट सब्सटेन्स डिभाइड बाई इक्विभ्यालेन्ट वेट है, टक्क गर्ने। अनि टक्क आफ्नो भ्यालु नै यहाँबाट गऱ्यो भने तिमीले सबै चिज दिएको छ है, 0.8 ग्राम मेटल भनेको छ, टक्क यहाँ 0.8 सबैको भ्यालु हाल्ने, माथिबाट हेरेर है, टक्क सी नम्बर बी नम्बरबाट हेरेर देखिरहेको छ नि यहाँ, त्यहाँबाट हेरेर हाल्ने, टक्क राखेपछि इक्विभ्यालेन्ट वेटको भ्यालु कति आउँछ तिम्रो, यु विल गेट द भ्यालु अफ इक्विभ्यालेन्ट वेट अफ मेटल एज 10.013 आउँछ है, 10.013। अनि थाहा छ नि मलाई इक्विभ्यालेन्ट वेट अफ मेटल कसरी दिन्छ, एटोमिक वेटलाई अक्सिडेसन स्टेटले डिभाइड गर्ने हो नि त। सो एटोमिक वेट डिभाइड अक्सिडेसन स्टेटको भ्यालु टक्क यहाँ फर्मुलामा राख्यो भने के हुन्छ, यो जुन चाहिँ इक्विभ्यालेन्ट वेट दिएको छ नि त्यसमा के एटोमिक वेट अफ मेटल डिभाइड अक्सिडेसन गर्ने। एटोमिक वेट तिमीलाई दिएको छ 0. दिएको छैन, त्यही पत्लाउनु पर्छ, यसलाई नै पत्लाउने, हामीलाई एटोमिक वेटलाई पत्लाउने हो होइन। अक्सिडेसन स्टेट त डाइभ्यालेन्ट मेटल भनेको छ नि त, सो डाइभ्यालेन्ट मेटलको लागि अक्सिडेसन स्टेट 2 हो नि त। सो 2 हालेर तिमीले फेरि क्रसमा लगाएर गऱ्यो भने तिमीले एटोमिक वेट निस्कियो। इफ यु क्यालकुलेट देन यु विल गेट 20.025 है। सो आई होप तिमीले बुझ्यौ होला। यो इम्पोर्टेन्ट क्वेसन छ, 4 मार्क्स अथवा 5 मार्क्स आउँछ यो, सबभन्दा कुरा बुझ्ने है। यो सी कसरी बनायो, बीमा ए हालेर है, एले गर्दा बीमा भएको एचसिएलको मलिक्युल के हुन्छ, मलिक्युल अथवा एचसिएल अभाइलेबल नम्बर अफ ग्राम इक्विभ्यालेन्ट वेट अफ एचसिएल के हुन्छ, घट्छ, त्यही भएर बी माइनस ए गरे है। आई होप यु अन्डरस्ट्यान्ड है। ल बेस्ट अफ लक फर एक्जाम गाइज।